हेलो गाइज, आज त ट्याक्कसँगले हामी यहाँनिर श्रम गर्न आएको छौँ है त। श्रम गर्न होइन, यो हामी अब धानको बिहा राख्नुपर्ने हुन्छ, त्यसैले आज चाहिँ ट्याक्कसँगले हामी चाहिँ यो पैनी रिपेयरिङ गर्न आइरहेको छौँ होइन। पैनी जस्ट अब काहीँ दुलो दुली परेकोहरू टाल्नको लागि च्याट्टसँगले आइरहेको छौँ होइन। ओ ओ मनोज, ओ मनोज, सिमेन्ट लगेन गाइस। 1 मिनट यहीँ सिमेन्ट छोडेको छ होइन। ए मनोज मलाई किधर चल रहा है बटुआ, क्या कर रहा है ना उधर मेरा हेल्पर इधर है, इधर मेरे हेल्पर इधर इधर। बटुआ जी कहाँ से हो, क्या खाओगे पियोगे बटुआ भन्ने। इधर इधर उधर उधर चाहिँ मेरा हेल्पर है, इधर क्या क्या बोल रहा है, इधर क्या खाओगे क्या पियोगे बटुआ जी भन्ने खालको छ होइन। ततरा मतरा सब हम टालटुल कर रहा है इधर। दोनों मिलके आज का हमारा काम ये है होइन। कहाँसम्म पुऱ्याउनु भएको, कहाँ पुऱ्याउनु भएको? चौपटी माथि सिधा त्यहाँ यस्तो छ है त हालत अहिले चाहिँ। हाम्रो स्थिति यस्तो भइसक्यो है त। हामीहरू यहाँ ठ्याक्कसँगले यो बालुवा फेरि यसरी बोकेर लानुपर्छ यता माथि हामीले चाहिँ होइन। ठ्याक्क बोरामा बोकेर लिएर गयो अनि ठ्याक्क त्यहाँ माथि गएर फिटेर ठ्याक्क टाल्नुपर्ने हुन्छ ठुलो परेको ठाउँहरू होइन। एकदम गाह्रो छ है त, यो श्रम गर्ने एकदम गाह्रो हुँदो रहेछ है त गाईहरू। यो दाइलाई चाहिँ लास्टै गाह्रो भइरहेको छ, चिसो बालुवा बोकेर हिँड्नु पर्दा हुन्छ होइन ट्याक्कसँगले। अनि मैले ठ्याक्कै भरिदिएँ, अब फेरि जानुपर्ने हुन्छ है त। ल ट्याक्कै हातमा सेफ्टी, पहिलो नम्बरमा सेफ्टी चाहिँ अनिवार्य चाहिन्छ होइन त। यहाँ जाँदैछ नि त दाइ, ठ्याक्क लाएर यति साह्रो पर्छ होइन। हामीले श्रम गर्न यति साह्रो पर्छ नि, यस्तो चिसो बालुवा काँधमा बोकेर यत्रो उकालो हिँड्नुपर्ने हुन्छ हामीले चाहिँ होइन। कस्तो लाग्छ दाइ तपाईँलाई? एकदम सजिलो कि गाह्रो? पानी चुहिँदैछ है त यहीँ, यस्तो पानी चुहिँदैछ होइन। दुईवटा बोरामा बोक्नु हुन्थ्यो, म नि आधी बोक्छु, एउटा मात्रै छ बोरा। त्यही भएर हामीले अब त्यहाँदेखि सिमेन्ट छ नि त, सिमेन्ट पनि लानुपर्ने हुन्छ नि त हामीले। अनि गाह्रो छ नि हौ, कोही केटीहरू पटिँदैन अरे दाइको चाहिँ। फेरि कोही छ भने कमेन्ट गर्नु होला। केटी धमाधम खोजिरहेको छ नि, अस्ति नै त्यत्रो बुढी भाग्यो भनेर भिडियो बनाएको कसै। कोही भिडियोमा फेरि कसरी नो रियाक्ट आएर फेरि